कोठा सरेको यति गाह्रो हुँदैन कोठा सर्नलाई। यत्रो सामानहरू छ झ्याउझ्याउती के गर्नु, गलेर त्यस्तै मिलाउन नसकेर त्यस्तै कहिले मिलाउनु, एकदम थरीको सामानहरू त्यसै छ। या किचन पनि त्यसै छ, त्यसै भाँडाकुँडाई त्यसै छ। यहाँ आदिसहरू मिलाए अझै कार्टुनभरि सामान, हैरान भइसक्यो। सबै मिलाउनु पर्ने छ, सबै यति चाहिँ हैरान हुँदैन रहेछ कि यो कोठा सर्दाखेरि त। बाफ्रे आदिसहरू सामान उता लगेर नसकी हिजो राखेको छ। यो सिटिङ रुम काबु भयो म त, काबु बाफ्रे जहिले पनि यो पनि बोकेर ल्याएर या लट्ठीपत्र त्यतिकै छ। यो सबै लुगाहरू राख्नुपर्ने यस्तोमा। यहाँ सामान मिलाउन बाँकी छ अझै, के गर्नु र। यो भित्र पनि हाल्नुपर्ने छ सामान। हैरान भइसक्यो, कहिले गर्नु नसक्ने बेलामा त झन् सामान